फ्याक्ट नम्बर 1, मरिचको रुख हुँदैन, तर यो लहरे जातको बिरुवा हो जो अन्य रुखसँग टाँसिएर माथि उक्लिन्छ अथवा फैलिन्छ। फ्याक्ट नम्बर 2, मरिचको उत्पत्ति भारतको केरला राज्यमा भएको मानिन्छ र भारत आज पनि यसको प्रमुख उत्पादक मुलुक हो। फ्याक्ट नम्बर 3, मरिचलाई मसलाको राजा भनिन्छ किनभने यो सबैभन्दा धेरै प्रयोग हुने मसला हो। फ्याक्ट नम्बर 4, प्राचीन समयमा मरिचलाई अत्यन्तै मूल्यवान मानिन्थ्यो र केही देशहरूमा त यसलाई मुद्राको रूपमा समेत प्रयोग गरिन्थ्यो। फ्याक्ट नम्बर 5, मरिचमा पाइने पाइपरिन नामक तत्त्वले पाचन प्रणाली सुधार गर्न मद्दत गर्छ साथै चिल्लो पदार्थहरू जलाउन सहयोग गर्छ। फ्याक्ट नम्बर 6, मरिचमा रहेको पाइपरिन तत्त्वले दिमागमा सेरोटोनिन र डोपामिन बढाएर मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ। फ्याक्ट नम्बर 7, मरिचले खाना मात्रै स्वादिलो बनाउँदैन, यो शरीरलाई भिटामिन बी र सेलेनियम जस्ता पौष्टिक तत्त्वहरू राम्रोसँग अवशोषण गर्न मद्दत गर्छ। फ्याक्ट नम्बर 8, मरिचले खोकी कम गर्न मद्दत गर्छ, त्यसैले यो धेरै जसो जडीबुटी जन्य चिया र घरेलु उपचारहरूमा प्रयोग गरिन्छ। गाइज, यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब, सेयर गरिदिनु होला।